आजकल चाहिँ बर्खा भएर घाँस चाहिँ कति टाढो टाढो घाँस साथीहरूमा चाहिँ अब घरतिर हिँडेको घाँसको बारी पुरा र हेलो एभ्रिवान, हाई सबैजनालाई नमस्कार। म चाहिँ अन्जना मोक्तान अनि तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला। म पनि यहाँ सन्चै आराम नै छु। अनि मैले चाहिँ भ्लग स्टार्ट गर्नु थालेको नि त, अनि त्यहाँबाट आज चाहिँ त्यही माथि स्कुलको छुट्टी पनि भएको छ। अनि आजबाट भ्लगहरू आउँछ। मेरो चाहिँ डेली भ्लग गर्छु भन्छु क्या, म चाहिँ मेरो चाहिँ डेली भ्लगै गर्ने भनेर सोचिरहेको छु। तर सोचे जस्तो केही हुँदैन, घाँसहरू काटेर थुपार्नु पर्ने छ। अनि यहाँ माथि चाहिँ भाडामा चाहिँ बस्तु पनि ल्याएको छ नि साथीहरू। अनि यहाँ माथि चाहिँ बस्तुलाई घाँस काट्दै हुनुहुन्छ क्या हाम्रो बाजे बहिनी चाहिँ यहाँ माथि त्यो। अनि यता चाहिँ बस्तुको गोठ छ क्या त्यहाँनिर, त्यही हो साथीहरू। अनि यहाँनिर चाहिँ कुखुराहरू छोपिरहेको छ नि त। पर्लो घरमा चाहिँ त्यहाँनिर चाहिँ झाडक्सीहरू पारेर राखेको हुन्छ नि त साथीहरू। अब चाहिँ घरको ढोका लगाएर म चाहिँ जानुपर्ने हुन्छ घाँस काट्न साथीहरू, त्यही हो। सो साथीहरू, अनि आज चाहिँ आमा पनि कहाँ जानुभएको छ नि त, उता खोइ कता हिँड्नुभयो कि सायद तल बजार जानुभएको होला। अनि त्यहाँबाट बाख्रालाई अघि पनि घाँस ल्याएको कि पुगेन क्या, हेर्नु। अनि यहाँनिर घाँस राख्ने ठाउँ पनि पुरा खाली। अनि यहाँ चाहिँ माउ सुँगुर बाख्रा माउ पाठाहरू जन्मेको छ नि त, अनि त्यही भएर राखेको छ। अनि म चाहिँ अब घाँसतिर हिँडेको साथीहरू, त्यही हो। साथीहरू, मेरो चाहिँ घाँस काट्ने ठाउँ यहीँनिर हो नि त, यहीँतिर हाम्रो चाहिँ घाँस काट्नु पर्ने हुन्छ। यहाँ अलैँची बारीहरू फाट्दै अनि यहीँतिर बाख्रालाई घाँसहरू काटेर लगेर हालिदिनु पर्ने हुन्छ। अनि यहाँ अलैँची बारी पनि सफा हुन्छ नि त, अलैँची बारी पनि। अनि अलैँची मुनि पनि सफा गर्नुपर्छ। यहाँनिर चाहिँ अलैँची बगानमा घाँस काट्न आइसकेपछि चाहिँ, अनि आजकल चाहिँ बर्खा भएर घाँस चाहिँ कतै टाढो टाढो घाँस काट्न जानु पर्दैन नि, हिउँदोमा चाहिँ हामी परतिर घाँस काट्न जानुपर्ने हुन्छ नि त साथीहरू। अनि त्यही छ, यहाँनिर चाहिँ घाँसहरू काट्नुपर्छ साथी। यस्तै हो गाउँतिर काम त गर्न परि नै हाल्छ। अनि त्यही हो। मेरो चाहिँ आज चाहिँ हिजोको घाँसले पनि पुग्दैन नि त बाख्रालाई, किनकि हिजोको घाँस छैन छ नि त। बिहान पनि हिजो लगेको थिएँ मैले लान्छ, तर पनि पुगेन। अब दिउँसो गर्ला, अनि फेरि भोलिको लागि नि काटेर राख्नुपर्ने हुन्छ नि। भोलि चाहिँ मेरो घरकै काम छ क्या, म भोलि कहाँ जान्छु भनेर चाहिँ तपाईँहरूले भोलिकै भ्लगमा थाहा पाइहाल्नुहुन्छ साथीहरू। साथीहरूमा चाहिँ अब घरतिर हिँडेको घाँसको बारी पुरा र भनेर के भन्नु, मैले आज घाँस थोरै लगाएँ किनकि एकछिनमा नै काट्छु नि त म। कति काट्नु, अलिक घाम पनि चर्के जस्तो लाग्यो, गर्नु भयो नि त। अनि म चाहिँ घरतिर हिँडेको साथीहरू। घरमा गएर हल्का कामहरू गर्नुपर्ने छ नि त मेरो। सो साथीहरू, म चाहिँ घरमा आइसकेको छु। बाख्रालाई घाँस पनि हाल्दैन नि त मैले। यहाँ चाहिँ बाख्रा पाठा अस्ति भर्खर कहिले अस्ति धेरै पनि भएको छैन, 1 महिना भयो होला जन्मेको। अनि त्यही हो, पर चाहिँ बहिनी के गरिसक्यो। अनि यहाँनिर चाहिँ हाम्रो सानो सुँगुर पाठा छ नि त, 2टा सुँगुर पालेको छौँ। अनि त्यहाँनिर कालो र सेतो बाख्रा फाल्टै ग्रुपमा छ। यहाँ चाहिँ चिलो बरलटरमै फलेको छ नि त। अनि अस्ति पनि फलेको थियो, अनि त्यो चाहिँ भाँच्यो क्या अस्ति नि। यस्तो हाँगै भाँचिएछ, ओभरलोड भएर होला भाँचिराखेको थियो। अनि त्यसलाई चाहिँ उता कहाँनिर रोपिदिएको छ, जाग्छ कि जाग्दैन त्यही छ। अनि यहाँतिर चाहिँ साथीहरू यति नै कामहरू हुन्छ। अनि अस्ति भर्खर मैले चाहिँ कहिले हो चैततिर होला मैले ल्याएर रोपेको फुलको बिरुवा। किन
अनि यहाँनिर चाहिँ फुलको बिरुवा त्यो काडे फुलको हेर्नु रोपेको थिएँ कि मैले अनि अहिले त जागेछ क्या अस्ति त त्यो सुकेर काडे मात्रै भइबसेको थियो क्या अनि जाग्दैन होला भनेको धन्न अहिले त जाग्न थाल्यो यहाँनिर भित्रहरू भाँडाकुँडाहरू सबै ल्याएर एकचोटि रिपिट धुनुपर्ने छ नि त सबै भाँडाहरू कतिचोटि त्यो नचलाइकन राखेको छ नि त अब यहाँ सबै सामानहरू त प्रयोग त हुँदैन नि त त्यसैले यहाँनिर अब सबै ल्याएर धुनुपर्ने हुन्छ साथीहरू वृंदावन की जमुना को आहे वृंदावन की जमुना को कहाँ देखो कहिले भेटो राधाजीलाई काठै वनमा कहाँ देखो कहिले भेटो राधाजीलाई काठै वनमा राख्नुपर्ने मात्रै छ नि त बाँकी यस्तो छ नि त पुरा कष्टै भएर छ अब यिनीहरूलाई चाहिँ मिलाउनु पर्छ भइदियो अनि हाम्रो चाहिँ दसैँको लागि फुल पनि रोपेको छ नि त यहाँनिर चाहिँ हो नि त हामीले चाहिँ फुल रोपेको अनि त्यहीँनिर रोपिरहेको छ त्यही हो अब खाजाहरू बनाएर खानुपर्ने हुन्छ अनि त्यहाँनिर साथीहरू पानी त